सो म चाहिँ दिउँसो सुतेर उठ्दाखेरि चाहिँ के भयो आज यस्तो यो। सो हेलो नमस्ते एभ्रिवान, मेरो नाम चाहिँ प्रशान्त राई र आज चाहिँ रहेको छ डे 26 अफ 30 डेज मिनी ब्लग च्यालेन्ज। सो म चाहिँ आज चाहिँ उठेर चाहिँ गएँ म चाहिँ बजारतर्फ, किनभने बजारमा चाहिँ मैले चाहिँ रक्सी पुऱ्याउनु पर्ने थियो र मैले चाहिँ बजार पुगेर आउँदैछु। म चाहिँ हेर्न सक्नुहुन्छ म चाहिँ बाटोमै थिएँ। अनि त्यसपछि म चाहिँ हेर्न सक्नुहुन्छ रक्सी पुऱ्याएको जर्किनहरू म चाहिँ अब बोकिरहेको छु। म चाहिँ जोकर जस्तै देखिरहेको छु है, हेर्न सक्नुहुन्छ तपाईँहरूले। सो म चाहिँ घर आएर चाहिँ खानासाना खाएर चाहिँ म चाहिँ सुतेँ। त्यसपछि सुतेर उठ्दाखेरि त यो त के हो यार गाइज, मैले त यहाँ चार उतार्दाखेरि त मैले त यही भत्काइदिएँ है, केही छैन गाइज। यो त भत्किन आँटेको थियो र भत्काएर फेरि नयाँ बनाउनु पर्ने थियो, अनि केही छैन गाइज, भत्क्यो भने अब लाग्यो यसलाई बनाउन तर्फ है त गाइज। र म चाहिँ जाँड पकाउँदै थिएँ। जाँड पाकिसकेपछि म चाहिँ माटो लिएर आएँ, हेर्न सक्नुहुन्छ तपाईँहरूले, त्यो बनाउनको लागि है। अब त्यसलाई सबैजना मिलेर बनाऊ है त। 1 2 3 गो। तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फन झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी। सो तपाईँले हेर्न सक्नुहुन्छ त्यसपछि म चाहिँ डुनर टोकेर लागेँ आफ्नो बारीतिर, किनभने मैले चाहिँ चारो पकाउनु पर्ने थियो र चारो पकाउनको लागि चाहिँ मैले चाहिँ सबैभन्दा फर्स्टमा चाहिँ मैले चारो ल्याउनु पर्ने हुन्छ, त्यही भएर त्यही चारो काट्नको लागि चाहिँ म चाहिँ लागेँ आफ्नो बारीतिर। सो तपाईँले हेर्न सक्नुहुन्छ अस्ति मकै गोडेको मकै चाहिँ अहिले यस्तो भइसकेको छ, यति लामो भइसकेछ। त्यसपछि म चाहिँ लागेँ यता, हेर्न सक्नुहुन्छ तपाईँले चारो काट्नतर्फ बारीमा। अनि त्यसपछि सबै एकैछिनमा मेरो चाहिँ भारी पनि भरियो है, हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनि त्यसपछिबाट चाहिँ म चाहिँ लागेँ आफ्नो घरतर्फ, किनभने भारी नभइसकेपछि चाहिँ म चाहिँ किन बारीमा बसिरहनु त होइन गाइज। त्यसपछिबाट चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ म चाहिँ चारो काटेर पकाउन थालेँ। सो अनि त्यसपछि यता चाहिँ चारो पाक्दै गर्दाखेरि चाहिँ मैले चाहिँ यता के अरे जाड पनि पस्काइसकेको छु। र हेर्न सक्नुहुन्छ तपाईँहरूले रातै परिसक्यो गाइज है, काम गर्दा गर्दा कति छिटो रात पऱ्यो मैले त थाहा नै पाइनँ है। सो आजको लागि चाहिँ यति नै, हस्त टाटा बाई बाई गाइज। हामी फेरि भेट्नेछौँ नेक्स्ट ब्लगमा है त गाइज।